हेटर्सहरु बसको पुरा मनै हो म निश्चय तामाङ हो म गाइस तपाईहरुको एक्स छैन भनेको सबैजनाको एक्स छ नि लाइफमा गाइस घोषको तीनवटै बच्चा भएको भने मलाई प्रब्लम छैन गाइस उसको दुईटा छोरी एउटा छोरा भए झन् खुसी म त ओहो हुर्काउनै नपर्ने रहेछ भने छैन पास्टले एउटा लेसन सिकाउँछ क्या त्यो कुरालाई रिग्रेट गर्नुहुन्न पास्ट हुनु होइन त्यो कुराले रिग्रेट गर्यो भने चाहिँ अब हामी मुभ अन हुन सक्दैन सो पास्टमा यस्तो भयो मलाई यस्तो भयो म यस्तो प्लिज आम सो सरी मैले यो कुरा लिएर आएँ आम सो सरी यस्तो राम्रो भएछ केही छैन म नि एक्सप्लेन गर्दैछु प्लिज सुन तिमी आज जे छौ जस्तो छ नि अझै लकी हो कि मैले यस्तो लाइक बेस्ट भर्जन पाएँ भने तिमी चाहिँ बेस्ट भर्जन होस् गाइज आज यति कन्फिडेन्स छ आज यति लाइक राम्ररी लाइक स्ट्रङ छ नि पर्सनालिटी अमेजिङ छ नि उसको पास्टको एक्सपिरियन्सले गर्दा गाइजले लाइफमा एउटा दुःख पायो जस्तो पायो लाइक एउटा गाउँमा एन्ड एभ्रिथिङ गाइज नट जस्ट रिलेसनको कुरा मात्रै गरेको होइन गाइज वाट एभर सी बिन थ्रु गाइज ऊ लाइफमा जेबाट गयो नि त्यसले गर्दा आज यो पर्फेक्ट यति हो गाइज तपाईँले भन्छ नि लाइफमा के कुरा पर्फेक्ट हुँदैन भन्छ नि मिट माई मगर्नी गाइज त्यसपछि भन्नुहोस् पर्फेक्ट छ कि छैन मिट माई मगर्नी तपाईँ स्पेसल हो क्या तपाईँ मलाई स्पेसल बनाउनु भएको थ्याङ्क सो मच तिमी स्पेसल नै छ कि गोस्ट आई स्वेयर अन गड तिमी स्पेसल म तिम्रो फ्यान हो म तिम्रो छ नि अहिले यसरी कुरा गर्न पाइरहेको छ नि म एकदम लकी हो क्या होइन तर कसै भएको त म तिम्रो फ्यान थियो क्या I was your fan. I'm still your fan. म पनि तपाईँको फ्यान हो मलाई राम्रो लाग्छ सबै कामहरू उहाँ एकदमै काइन्डनेस मिसो तामाङको त्यो अर्को काइन्डहरू मन परेको एकदमै काइन्डनेस छ मिसो तामाङमा जो कोहीमा हुँदैन कि त्यो उहाँमा छ कुरा के थाहा छ कमिङ डेजमा फ्युचरमा कसले के देखेको छ कसले के देखेको मलाई कसैलाई पनि थाहा छैन होइन तर एउटा कुरा चाहिँ के भन्दाखेरि तिमीलाई पाओस् नपाओस् तर म चाहिँ तिम्रो आई विल अलवेज बी योर बेस्ट फ्रेन्ड म तिम्रो जिन्दगीभर बेस्ट फ्रेन्ड तिमी म बिना खुसी हुन्छौ खुसी हो तिमीलाई अरू कोही केटा मनपर्छ बे गर तर तिमीले एउटा बेस्ट फ्रेन्ड चाहिँ पाएको तपाईँले पनि म पनि तपाईँको बेस्ट फ्रेन्ड हो त सो अलरेडी मानिसक्यो म त बेस्ट फ्रेन्ड मात्र के तिमीलाई त के मानिसक्यो मानिपछि मैले यहाँनिर मेरो दिमागभित्र छिरेर हेर्यो भन्दा तिनवटा बच्चा भइसक्यो तिम्रो र मेरो के अरे कस्तो बोका रहेछ नभन्नु गाइस बोका त बोका नै हो गाइस म खसी भइसकेको छैन म बोका नै छु जुन दिन छ नि होस् तिमीले त्यो छोटो त्यो तिमीले जिन्सको कटु र व्हाइट सर्ट लगाएको थियो नि बाइकमा त्यो भ्लगहरूको लाइक 2 हप्ता 3 हप्ता अगाडि कुरा त्यो दिनै ट्विन्स भइसक्यो हाम्रो एकदिन इन्स्टाग्राममा स्टोरी हालेको थियो उसले के अरे जिन्सको कटु र व्हाइट सर्ट लगाएर छाउरी त के पहिला क्युट थियो होइन तिमीले मताको त नि